डरलाग्दो हिमपैह्रो आइसकेपछि चितवनको आँपटाडीमा सबै गाडीहरूलाई रोकिएको छ। यो दृश्य देख्न सक्छौँ। नेपाल प्रहरीका तर्फबाट ट्राफिक प्रहरी सबैले यो आह्वान गर्नुभएको छ। नमस्कार। यात्रु महानुभावहरूलाई अहिले केही समयको लागि यो सवारी नारायणघाट मुगलिन सडक खण्ड अहिले पुरै यहाँ चाहिँ गाडी रोकिएको छ। सबै गाडी रोकिएको छ। गराउन चाहन्छ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सवारी साधन तथा सवारीहरूलाई सुरक्षित स्थानमा जानको लागि आह्वान गरिएको छ। त्यसका लागि सवारी चालक तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी सबै सुरक्षा निकायहरू अहिले सक्रिय रूपमा लाग्नु भएको छ। अहिले चाहिँ आँपटाडी चोकमा सबै गाडीहरू रोकिएको छ। यी गाडीहरू अहिले मुगलिङ आसपास जान नपाउने अवस्था छ। त्यसकारण कोही आउँदै हुनुहुन्छ भने तपाईँहरू परै गाडी रोक्नु होला। यता गाडी नल्याउन आग्रह गर्छु। अहिले दृश्य आँपटाडीको दृश्य हो। हामी आँपटाडी आइपुगेका छौँ। आँपटाडीको दृश्य अहिले यो आँपटाडी चोकको दृश्य हो। आँपटाडी चोकमा सबै गाडीहरू रोकिएको छ। ट्राफिक प्रहरीले आह्वान गरिरहेको दृश्य देख्न सक्छौँ। ट्राफिक प्रहरीले उताबाट आह्वान गरेर गाडीहरू नलग्न अहिले पुरै यो बन्द छ। पुरै यो काठमाडौँ जाने बाटो, मुगलिङ जाने बाटो पुरै बन्द भएको दृश्य म तपाईँलाई देखाउँछु। अहिले हामी आँपटाडी चोकमा छौँ। यो देवगाडा आसपासतिर रहने सबैजनाहरू सचेत रहन, सजग रहन आग्रह गर्छौँ। अहिले निकै नै डरलाग्दो अवस्था सिर्जना भएको छ। अहिले ट्राफिक प्रहरी सबैले यहाँ चाहिँ निर्देशन दिँदै हुनुहुन्छ। उताबाट आएको गाडीहरू कटाउँदैछ भने यताबाट गाडी जान दिएको छैन। उताबाट आएको गाडीहरू ल्याइँदैछ भने यतातिरबाट कुनै पनि गाडी अहिले जानु नदिएको दृश्य देख्छौँ। यता पुल्चोकबाट आएको गाडीहरूलाई यतै रोकिएको छ। यता बसिनी साइडबाट आएको गाडीहरूलाई यतै रोकिएको छ। जानु यता जान पाइएन, यता जान पाइएन है। अप्ठ्यारो नमान्नु है। नमस्कार दाइ। ठिक छु दाइ। आदरणीय माननीय हरिदाई पनि यही हुनुहुन्छ, देख्न सक्छौँ है। केही भनिदिन आग्रह गर्छु दाइ। विपदको बेला छ, सतर्कता सबैभन्दा ठुलो कुरा हो। सतर्क रहनु जति विपदको बेलामा जोखिमहरू मोलेर नदीको किनारहरूमा फोटो खिच्ने बाहनामा, सेल्फी खिच्ने बाहनामा, भिडियो बनाउने बाहनामा कोही पनि नगइदिनु होला। चितवन पनि यो बाढीको जोखिम छ। चितवनमा पनि बाढीको जोखिम छ। नारायणी किनारका बासिन्दाहरू यो जोखिम नै हो भन्ने बुझिदिनु होला। म हार्दिक अपिल गर्न चाहन्छु, नदी किनारमा कृपया नबसिदिनु होला। हामी कहीँ न कहीँ, कतै न कतै भिडियो बनाउने मोहमा हामी त्यो दुर्घटनामा फस्न सक्छौँ। सबैजना सतर्क रहनु होला। अहिले चितवन जिल्ला प्रशासनले जुन सतर्कता अप्नाइरहेको छ, यो चाहिँ आँपटाडीबाट अगाडिका लागि कुनै पनि यात्रुवाहक बस र सवारीहरू अगाडि जान दिएको छैन। यो अहिले गरिएको जिल्ला प्रशासनले गरेको यो अपिललाई पनि सबैले अनुसरण गरी मानिदिनु हुन म हार्दिक विनम्र साथ अनुरोध गर्छु। हस्, धन्यवाद दाइ। दाइ आफै पनि अहिले यहाँ फिल्डमा खटेर गर्नुभएको छ। म जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई धन्यवाद दिन चाहन्छु। ट्राफिक आदरणीय सरहरूले जुन मेहनत गर्नुभएको छ, सबैलाई सचेत बनाउने, सजग बनाउने जुन प्रयत्न गर्नुभएको छ, यो प्रयासका लागि ट्राफिक प्रहरी कार्यालयलाई धन्यवाद दिन्छु। आज नागरिकको जीवन बचाउने आइसक्यो। हिमपैह्रो भीषण क्षति भइसकेको छ। मात्र भीषण क्षति भइसक्यो। कम्तीमा आज शिवघाट, यो त्रिवेणीसम्मैका नागरिकहरूलाई सचेत बनाउने र यो बाटो त अब बन्द, यो बाटो हिँड्ने अवस्था छैन। कतिखेर के हुन्छ थाहा छैन। उतातिर मुगलिङतिरबाट आउने गाडीहरूलाई आउन दिएको छ। छिटो ल्याइएको छ यी गाडीहरू सबैलाई। यतातिर जाने त पुरै ब्लक गरिसक्यो, बन्द गरिसकेको अवस्था। यो दृश्य देखाउँछु। यो आँपटाडी, चितवनको आँपटाडीको दृश्य हो। म आग्रह गर्छु, अहिले सबै गाडीहरू आँपटाडी चोकमै रोकिएको छ। आँपटाडीबाट अघि बढ्न दिएको छैन। यसका लागि जिल्ला विपद समिति, स्टुडियो कार्यालय, ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सबै क्षेत्रका सबै सुरक्षा निकायहरूलाई धन्यवाद। आशा छ जति माथि भयो यतातिर क्षति नहोस्, यो कामना गर्छु।